धन्यवाद बहिनीलाई। पिनाकल टेक्निकल कलेजको डिप्लोमा इन फार्मेसीको वेलकम प्रोग्राम र फेयरवेल प्रोग्राममा पाल्नुहुने यस पिनाकल कलेजका टेक्निकल कलेजको प्रिन्सिपलज्यू, प्रोग्राम कोअर्डिनेटर, पिनाकल प्लस टू कोअर्डिनेटर, साइन्स कोअर्डिनेटर अनि पिनाकल टेक्निकल कलेज ब्याचलर प्रोग्रामका कोअर्डिनेटरहरू, विभिन्न शिक्षक साथीहरू र मेरा प्यारा भाइ बहिनीहरू, लामो समयसम्म यस टेक्निकल कलेजका भाइ बहिनीले आयोजना गरेको फेयरवेल प्रोग्राम र वेलकम प्रोग्राममा आफ्नो कार्य व्यस्तताको बावजुद पनि हाम्रो निम्तालाई स्वीकार गरेर केही समयको लागि पनि आएर शोभा बढाइदिनु भएकोमा हाम्रो फार्मेसी काउन्सिलका रेजिस्ट्रार भर्खरै अघि केही समयलाई मात्र आए जानु, उहाँलाई म मेरो तर्फबाट र कलेजको तर्फबाट धन्यवाद दिन चाहन्छु। र यहाँ धेरै कुराहरू, योभन्दा अगाडि धेरै कुराहरू आइसकेका छ। म के भन्न चाहन्छु भने फर्स्ट इयर अध्ययन गर्ने भाइ बहिनीहरू र पास आउट भएर गएका भाइ बहिनीहरूलाई सर्वप्रथम म सम्पूर्ण भाइ बहिनी आफ्नो अध्ययनलाई, आफ्नो जुन योजना छ, आफ्नो जुन प्लान छ त्यसलाई सफल पार्नको लागि सर्वप्रथम सम्पूर्ण भाइ बहिनीहरू पोजिटिभ हुनुपर्छ भन्न चाहन्छु। जबसम्म हामी पोजिटिभ हुन सक्दैनौँ तबसम्म हामी कुनै पनि कुरामा सफल हुन सक्दैनौँ। हाम्रो दिमागमा, हाम्रो समाजमा अहिले नेगेटिभ कुराहरू व्याप्त छ। त्यो नेगेटिभ कुरालाई हटाउन सकिएन भने हामी सफल हुन सक्दैनौँ। त्यसैले कसले के गर्यो, कसले के भन्यो भन्दा पनि म के गर्दैछु र कसको लागि गर्दैछु भन्ने बुझेर अगाडि बढियो भने अवश्य सफल हुन्छ भन्ने कुरा म भाइ बहिनीहरूलाई अवगत गर्न चाहन्छु। र पिनाकलमा फर्स्ट इयरमा अध्ययन गर्नलाई आउने भाइ बहिनीलाई आफ्नो मिसन, परिवारको बाआमाको इच्छा र आफ्नो उद्देश्य पुरा गर्नको लागि लगनशील भएर लाग्न र